गाइज वेलकम 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 टु माई न्यू भिडियो। आशा छ सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। अनि आज चाहिँ फाइनली हामी पशुपति मन्दिर आएको छौँ। कपाल पनि यस्तो छ कि मैले बाँध्दाखेरि चाहिँ नसुहाएर चाहिँ यसरी पनि खासै सुहाएको त छैन, तर पनि मैले कपाल चाहिँ छोडेँ। आज चाहिँ दिदीसँग फर्स्ट टाइम चाहिँ म पशुपति मन्दिर आएको अनि हामीले चाहिँ चप्पल दिदीको पसलमा छोडेर आएको छौँ क्या। अनि उहाँ चाहिँ हाम्रो नयाँ दिदी हो। कस्तो साह्रो लजाउनुहुन्छ होइन। अनि आज चाहिँ हामी पशुपति मन्दिर दर्शन आज त्यति धेरै गर्ने भनेर त आएको होइन, तर पनि कस्तो दर्शन गर्न मन लाग्यो है। कस्तो लागिरहेको छ आज मसँग आएर? राम्रो राम्रो लागिरहेको छ, राम्रो एकदम राम्रो। मान्छे पनि त राम्रो सायद राम्रो मान्छेसँग पशुपति मन्दिर आएर होला धेरै रमाइलो भयो। यतातिर कति धेरै राम्रो आरती भइरहेको छ, उता कस्तो राम्रो बनाएको छ। पशुपतिमा के छ पनि त्यो चाहिँ हामीलाई थाहा छैन, तर कति धेरै राम्रो बनाएको छ क्या। हजुरहरूलाई देखाउँछु उता पर गएर चाहिँ। अनि मैले चाहिँ के आज पशुपतिमा के छ भने त्यो खोइ के हो के हो थाहा छैन कि, तर यस्तो बनाएको छ क्या। हेर्नु न कति राम्रो। अब कति धेरै उता पनि दिदी चाहिँ हिँडिराख्नु भएको छ, कति राम्रो बनाएको छ क्या। कस्तो कहिले हामी त पशुपति त्यति धेरै आइँदैनौँ नि त, अनि आइँदैन भन्दा नजिकै छौँ, तर पनि कस्तो पशुपति चाहिँ हामी त्यति धेरै आइराख्दैनौँ। कति राम्रो उता बनाउँदैछ, कति राम्रो देखेको दिदीलाई हेर्नु त्यहाँ कति राम्रो, कस्तो राम्रो छ है, एकदम राम्रो। हजुरहरूले यता पनि हेर्न सक्नुहुन्छ कति राम्रो। के रहेछ नि यहाँ हेर्न त आउनु होला क्या। भन्नु तपाईँलाई यहाँ आएर चाहिँ कस्तो लाग्यो? मलाई तपाईँलाई त एकदम राम्रो, शान्त शान्त फिल। शान्त फिल भएछ, मलाई पनि भयो। अब चाहिँ हामी घर जानुपर्छ, घर जानुपर्छ, ढिलो भइसक्यो। अब चाहिँ म फेरि पनि धेरै भइसकेको थियो मैले भिडियो नबनाएको, तर आज चाहिँ कस्तो कस्तो बनाउन मन लाग्यो त्यही भएर बनाएँ। यतापट्टि चाहिँ कस्तो लाग्यो यतापट्टि चाहिँ मोबाइल चाहिँ अँध्यारो म हराएर अब चाहिँ हामीले चाहिँ अब घर जाने। अनि आजको भिडियो चाहिँ यति नै। बाई, मिस यु, बाई भन्नु। बाई।